साथीहरु यदि तपाई क्रिकेट हेर्नुहुन्छ भने इन्डियाको ड्रिम 11 जस्तै हाम्रो नेपाली एप टिम 11 नेपालमा तपाईले फ्रीमा 6 वटा टिम बनाएर राम्रो प्राइज पुल जित्न सक्नुहुन्छ जसको एन्ट्री फिस फ्री रहेको छ र 6 वटा टिम तपाईले बनाउन सक्नुहुन्छ एउटा म्याचको लागि जुन दिल्ली र लखनऊको जुन म्याच रहेको छ आज साँझको त्यो म्याचमा तपाईहरुले 6 वटा टिम बनाएर राम्रो प्राइज पुल जित्न सक्नुहुन्छ र यो भिडियोमा तपाईहरुलाई बताउने छौं कि तपाईले टिम कसरी बनाउन सक्नुहुन्छ हाम्रो यस एपमा। सबैभन्दा पहिला तपाईले यो एपलाई डाउनलोड गर्नु भएको छैन भने तपाईले आफ्नो मोबाइलको प्ले स्टोरबाट यो एपलाई इन्स्टल गर्न सक्नुहुन्छ र इन्स्टल गरिसकेपछि एपमा कसरी लगइन गर्ने साइन अप कसरी गर्ने त्यसको लागि मैले अलरेडी भिडियो बनाएर राखेको छु जुन यस भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु त्यसको लिंक तपाईले त्यहाँबाट हेर्न सक्नुहुन्छ। एपमा लगइन गरिसकेपछि सबैभन्दा पहिला इन्डियन प्रिमियर लिगको कुनै पनि म्याच हुन सक्छ त्यो हेर्न सक्नुहुन्छ र त्यसमा क्लिक गर्नु होला र त्यसपछि तल फ्री वाला म्याच हेर्न सक्नुहुन्छ 2000 प्राइज पुल रहेको छ 6 वटा टिम बनाउन सक्नुहुन्छ मेगा प्र्याक्टिस लेखेर आएको छ त्यहाँनेर क्लिक गर्नु होला र त्यसपछि तल क्रिएट टिममा क्लिक गर्नु होला र त्यसमा क्लिक गरिसकेपछि तपाईले मिनिमम एउटा विकेट किपर चाहिँ राख्नु पर्ने हुन्छ एउटा या दुईटा राख्न सक्नुहुन्छ तीनवटा चाहिँ राख्न सक्नुहुन्न र त्यसपछि 5 देखि लिएर 3 सम्म तपाईले ब्याट्सम्यान राख्नु पर्ने हुन्छ दुईटै टिमको मिलाएर लिनु होला जुन प्लेयर राम्रो खेल्छ त्यो आफ्नो हिसाबले र त्यसपछि अलराउन्डर चाहिँ तपाईले दुईटा राख्नै पर्ने हुन्छ एउटा दुईटा तीनटा सम्म राख्न सक्नुहुन्छ र मैले यहाँनेर दुईटा अलराउन्डर र तीनवटा बोलर राख्न चाहे र बोलर पनि तपाईले मिनिमम 3वटा चाहिँ राख्नै पर्ने हुन्छ र त्यसपछि 11 वटा प्लेयर भइसकेको छ र त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला तलनेर 11 जना पुरा भइसकेको छ हाम्रो टिममा र त्यसपछि यहाँनेर तपाईले अब जुन खेलाडी सबैभन्दा राम्रो खेल्छ त्यसलाई क्याप्टन राख्नु होला क्याप्टनको डबल पोइन्ट हुन्छ र त्यसपछि भाइस क्याप्टन राख्नु होला क्याप्टन चाहिँ मैले अक्षर पटेल र भाइस क्याप्टन चाहिँ निकोलस पुरोनलाई राखे यस म्याचमा र त्यसपछि हाम्रो टिम रेडी भइसकेको छ नेक्स्टमा क्लिक गर्नु होला र त्यसपछि हेर्न सक्नुहुन्छ 0 प्राइजमा कन्फर्म गर्नु होला 0-0 आइराछ ओके गर्नु होला र हाम्रो एउटा टिम अर्को बनिसकेको छ एउटा टिम पहिले देखि नै बनेको थियो दुईटा टिम भइसकेको छ हेर्न सक्नुहुन्छ र 4 वटा टिम अझै मैले बनाउन सक्छु र 6 वटा टिम बनाएर के प्राइज जित्न सक्छु यहाँबाट र तपाईहरुलाई पनि क्रिकेटको नलेज छ भने यो एपबाट राम्रो प्राइज जित्न सक्नुहुन्छ र साथीहरु जति पनि टिम बनाउनु भएको छ साँझ टस भइसकेपछि कुन प्लेयर खेल्दैछ कुन खेलिरा छैन त्यो हिसाबले तपाईले आफ्नो 11 लाई फेरिबाट एडिट गर्न सक्नुहुन्छ र साथीहरु भिडियो यहाँसम्म हेर्नुभयो भिडियो राम्रो लाग्यो भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला धन्यवाद।